जाने होइन त धनकुटा परान सासले होइन सासले चल्ने एकदम दामी फिल्म बनेको छ। ट्रेलर हेर्दै कतिखेर जम भएको थियो तर आदरणीय दाजु दीपक आचार्य दाजुसँग बसेर हेर्ने रहर थियो तर दाजु एकदम व्यस्त हुनुहुँदो रहेछ। आज बिहान मात्र दाजुसँग फोनमा कुरा भयो। पहिला पाखरियासमा सुटिङ भइरहँदाखेरि दाजुसँग कुरा भएको थियो। पछाडि चुलाचुलीमा पनि सुटिङ भयो, त्यो बेला पनि दाजुसँग कुरा भएको थियो। अलिकति म आफै नभ्याएर सुटिङ हेर्न जान पाएको थिइनँ र भोलि म धनकुटा जाँदैछु। जम्मा 3 जना को जानुहुन्छ आउनुहोस्, 50% डिस्काउन्ट गरेर तपाईँहरूलाई म लानेछु परान फिल्म हेर्नका लागि। अब आदरणीय दाजुसँग बसेर यहीँ गाउँबाट 1-2 घान मकै भुटेर ठेट्ना मकै भुटेर लगेर सँगै बसेर खाएर हेर्न त मन थियो। के गर्नु दाजु एकदम व्यस्त हुनुहुँदो रहेछ। दाजु व्यस्त भए पनि आउनुहोस् जाउँ। र धनकुटामा कति हुनुहुन्छ? हाम्रो महालक्ष्मी नगरपालिका वार्ड नम्बर 87 मात्र नभएर जतिजनाले हेर्नु हुँदैछ यो भिडियो जाउँ परान फिल्म हेर्नका लागि। भोलि धनकुटामा हामी आउनेछौँ र धनकुटामा जो बस्ने हाम्रा यस बासपानीका भाइ बहिनीहरू फिल्म हेर्नलाई रेडी हुनु है, म आउँदैछु। हस् धन्यवाद, नमस्कार। परान सासले होइन सासले चल्ने।